अहिले चाहिँ विदेश जस्तै लाग्यो मलाई नत्र त केही विदेश जस्तो लागेको थिएन हौ मलाई त हेर्नु न पानी कति राम्रो देखिँदैन होला अन्त कहाँ यस्तोमा के यो हो तपाईहरुको कम्पनीको नाम रहेछ हौ छोड्ने म यो खिच्छु दाना त प्रशस्त देखिने रहेछ दाना होटल त जुम गरेर देखाउँछु त ल देखिँदैन त गाइस हामी यो ठाउँ जाँदैछौँ यो ठाउँ अबुधाबी महल अरे के को चाहिँ सुन्नेमा परेको हामी यहाँ छौँ रोड क्रस गरेर जाने राति गइसक्यो त अनि सबैजना त ये सानो चाहिँ त्यो यो सानो चाहिँ होटल हो यो सेतो चाहिँ यो उसको होटल होटल 5 स्टार होटल देखिँदैन होला अन्त कहाँ सेतो मान्छे कालो आउँछ अन्तिम बोल्ने चाहिँ जब आफ्नै बुढाले त हेर्छ नि अरूले हेर्दैन भनेर क्या तर मलाई त विदेशी लाइटले हेर्नु पर्दैन हौ अघि एक दुईजना त विदेशी लाइटले हेर्नु पर्नेहरू थियो नि गाडीको के हेर्नु न ओ अन्तरी यस्तो झिलिमिलीमा त म पनि देखिन्छु होला हौ सेतै सेतै आउँछ होला म यो झिलिमिलीमा हेर्नु त आउँदो रहेछु धेरै माथि लगेको हो देखिन्छ ए जाम खुलिसकेछ यता होटल होटलको नाम पनि दाना हो कस्तो दाना त प्रशस्त देखिने रहेछ दाना होटल त र हरे बढेकोले जाने हो र हेर्नु न पानी कति राम्रो तबाट गर्दै गर्दै आउँछु ल एउटा पनि रहेछ त हौ खै महल आइपुग्न लाग्यो महल महल हो हुँदैन होला जाऊँ न यहाँबाट चाहिँ आउँथ्यो क्या है यत्मा करिब भनिरहने यति छिटो कता हो बाटो चाहिँ यो यहाँबाट जानुपर्ने हो
देखिँदैन त हाल यस्तो गर्दा देखिन्छ कि कति चाहिँ रहेछ क्या सबै निस्किँदै तपाईँलाई अहिले अघि नि जाऊँ भनेको नि कुन खालको सुर्ती हो यहाँ अब देखिने रहेछु म त कालो चुक्री भन्छ है मान्छे एक राउन्ड यता हाल्नु तपाईँको यता हेर्नु देखेछ सोध्दै सोध्दै वाह कितना सुंदर है ना बनिरहनु finally के रे दुबई मल ए अबु धाबी मल दुबई मल अबु धाबी मल फोटो खिच्नु आएको नि हौ यस्तोमा के भइसक्यो यस्तो माथि त होइन मेरो चाहिँ टाउको क्या खै तपाईँको रेस्टुरेन्ट तपाईँले काम गर्ने ठाउँ हो होइन होला भनिराख्नु नीचे देखो नीचे नीचे तल झर्यो भने त नि छैन त नि धनमतीकै हो कि रातो भने पनि कालो भने पनि यो वाला होइन यो वालामै जाँदैछौँ हामी पहिले तपाईँले काम गर्ने ठाउँ होइन जात्रो यो हो तपाईँहरूको कम्पनीको नाम अहिले भिडियो बनाउँदा मार्दैन नि छिलिमिली झिल्ला यहाँ मुनि यो नि त नि अहिले ऊ त्यहाँ देख्नु भएन युएई अहिले आएन अहिले चाहिँ विदेश जस्तै लाग्यो मलाई
नत्र त केही विदेश जस्तो लागेको थिएन हौ मलाई त कसम होला यहाँ यस्तो गर्दाखेरि चाहिँ आउँछ कि हामी यो सबैभन्दा टपमा हो 53 वर्षमा यस्तो बनाएको यो यही तेर्छु अब तेर्छु चक्लेट घुमाउने चक्लेट भनेर कस्तो मान्छे त हुनु पर्छ स्काई वाक जस्तै रहेछ हौ छोड्नै म यो खिच्छु यता हेर्नु कस्तो देखिँदो रहेछ त पुरै पछ ओइ बिस्तारी लट्ला ए पैसा झिक्नु नजरेर गाह्रो छ हौ पैसा दिन्छ है अब बाहिर त हो यहाँनिर खिचौँ न लु यही वाला खिचिदिनु ल म त्यहाँनिर जान्छु कालै भए पनि होस् के फाइनली घुमिसक्यो साउनु नकाल्न आएको होला हिँड्ने घरतिर घर चाहिँ कसले बनाइदिएको छ नि रुमतिर हौ छोडेर हिँड्यो ओ गाडी कति राम्रो बाहिर झ्याल बिनाको ढोका बिना गाडी बत्ती पाएपछि सबै बालिदिन्छ है भुइँतिर पनि छ बत्ती चाहिँ आएर होला हामी अघि त्यो साइड आएको होइन माथि साइड आएको अहिले यो तल्लो साइड जाँदैछु माथि यस्तो झिलिमिलीमा पनि खिच्नुपर्छ नि उयोमा खिचौँ न जाडोमा चिसो हुन थालेछ यता पनि